म भ्याइन यहाँ भाडा गुणा रेडी छ के हैन र रेडी त्यसैगरी प्रमुख अतिथिज्यूलाई पनि माला लगाई सम्मान गरिदिनुको लागि म हार्दिक अनुरोध गर्दछु। हाम्रो जापानका लागि नेपाली महामहिम डाक्टर दुर्गाबहादुर सुवेदीज्यूलाई पनि सम्मान गरिदिनुको लागि म अनुरोध गर्दछु। जापानका अध्यक्ष रत्नसिंह बस्नेतज्यूलाई हार्दिक अनुरोध गर्दछु। संरक्षक समिति संयोजक नरबहादुर थापाज्यूलाई सम्मान गरिदिनुको लागि म हार्दिक अनुरोध गर्दछु। त्यसैगरी संरक्षक कृष्ण गौतमज्यूलाई सम्मान गरिदिनको लागि म हार्दिक अनुरोध गर्दछु। कृष्ण गौतमज्यूलाई त्यसैगरी सम्मानकै लागि संरक्षक आदरणीय व्यक्तित्व संरक्षक मोहन खत्रीज्यूलाई मालाद्वारा सम्मान गरिदिनको लागि म हार्दिक अनुरोध गर्दछु। मोहन खत्रीज्यू त्यसैगरी भरत थापाज्यूलाई हार्दिक अनुरोध गर्दछु। त्यसैगरी अमरजी यान खत्रीज्यूलाई माला शिवको मालाले सम्मान गरिदिनुको लागि हार्दिक अनुरोध गर्दछु। त्यसैगरी संरक्षक आदरणीय व्यक्तित्व महिला नेत्री निवर्तमान अध्यक्ष संरक्षक जापानी संरक्षक कालिका थापाज्यूलाई ढुकुको मालाद्वारा सम्मान गरिदिनुको लागि हार्दिक अनुरोध गर्दछु। त्यसैगरी विशिष्ट अतिथि कालिका थापाज्यू, त्यसैगरी संरक्षक बाबुराम सापकोटाज्यू, हिमाल पटेलज्यू जहाँ कहीँ हुनुहुन्छ मञ्चमा आइदिनु होला। मैले अघि नै नाम वाचन गरिसकेको छु। हाम्रा संरक्षकज्यूहरू जो कोही हलमा हुनुहुन्छ भने मैले हलमा प्रत्यक्ष मानिसहरू अनुहार पढ्न सकिरहेको छैन। त्यसैले अगाडि आई मेरो बाध्यतालाई पनि बुझिदिनुको लागि म हार्दिक अनुरोध गर्दछु। त्यसैगरी संरक्षक हिरा शेरचन्दज्यूलाई पनि ढुकुको मालाद्वारा सम्मान गरिदिनुको लागि म हार्दिक अनुरोध गर्दछु। त्यसैगरी संरक्षक चन्द्र खत्रीज्यूलाई पनि ढुकुको मालाद्वारा सम्मान गरिदिनुको लागि म हार्दिक अनुरोध गर्दछु। चन्द्र खत्रीज्यूलाई त्यसैगरी संरक्षक पदम मल्लज्यूलाई पनि हार्दिक अनुरोध गर्दछु। त्यसैगरी संरक्षक बालकृष्ण कण्डेलज्यूलाई ढुकुको मालाद्वारा सम्मान गरिदिनुको लागि हार्दिक अनुरोध गर्दछु। त्यसैगरी संरक्षक नरबहादुर थापाज्यूलाई पनि हार्दिक अनुरोध गर्दछु।
ज्यूलाई त्यसैगरी एनआरएले जापानका अध्यक्ष गलगट समाज जापानका निवर्तमान महासचिव आदरणीय व्यक्तित्व नवीन न्युरेज्यूलाई पनि दुबोको मालाद्वारा सम्मान गरिदिनुको लागि म हार्दिक अनुरोध गर्दछु। एनआरएन जापानका अध्यक्ष नवीन न्युरेज्यूलाई लाई इभेन्ट पार्टनरको रूपमा सहयोग गर्नुभएकोमा सुमेक ग्रुपका प्रतिनिधिहरूलाई पनि